नमस्कार। आजको भिडियोमा म तपाईँलाई पोपो लाइभ कसरी चलाउने भन्ने बारेमा सजिलो तरिकाले सिकाउँदैछु। यदि तपाईँ पनि घरमै बसेर प्रतिदिन 1000 देखि 2000 रुपैयाँ कमाउन चाहनुहुन्छ भने यो एप्स हजुरको लागि। अब म हजुरहरूलाई मेरो मोबाइलको स्क्रिन सेयर गर्न जाँदैछु। यहाँ सर्चको बटनमा क्लिक गरेर हजुरहरूले यहाँ सर्चमा पोपो लाइभ लेखेर सर्च गरेर सर्च गर्नुभयो भने यहाँनिर सिम्पली यहाँनिर यस्तो फिचर खुलेर आउँछ। यहाँनिर हजुरहरू नझुक्किनु होला। पोपोको लोगो भएको यो पोपो एप्स डाउनलोड गर्नुपर्ने छ हजुरहरूले। मैले पहिले नै डाउनलोड गरिसकेको छु र यहाँ मेरोमा यस्तो ओपन देखाएको छ। हजुरहरू नझुक्किनु होला। यहाँनिर सिम्पली देख्न सक्नुहुन्छ। हाम्रो यहाँनिर खुल्दैछ। हाम्रो एजेन्सीमा ट्याप गरेको थियो। यहाँनिर एजेन्सीमा ओपन हुँदाखेरि चाहिँ यस्तो देखाउँछ। यहाँनिर हजुरहरू नझुक्किनु होला। हजुरको एजेन्सीले जोइन हुन चाहनुभएको एजेन्सीले नम्बर दिनुहुन्छ। यहाँनिर सिम्पली नम्बर हानेर हजुरहरूले जोइन गर्नुपर्ने हुन्छ। त्यस्तो खासै अप्ठ्यारो छैन। यहाँनिर हजुरको एजेन्सीले नम्बर दिनुहुन्छ है। हजुरहरू नझुक्किनु होला। एजेन्सीले नम्बर दिनुभयो भने यहाँनिर सिम्पली हजुरहरूले हान्नुपर्ने हुन्छ। नम्बर हानेर जोइन गर्नुपर्ने हुन्छ। अब हामी चाहिँ रिवार्डमा जान्छौँ। रिवार्डमा चाहिँ होस्टहरूले नयाँ जति पनि नयाँ पोपो लाइभ खोल्ने साथीहरू हुनुहुन्छ उहाँहरूले यो चाहिँ हेर्नुपर्ने हुन्छ। सिम्पली यहाँनिर हामी देख्न सक्छौँ। यहाँनिर थुप्रै मिसनहरू हुन्छ। यहाँनिर होस्ट हेर्न जाँदैछौँ। यहाँनिर नेपालीमा थुप्रै सबै यहाँनिर नेपालीमा लेखिदिएको छ। हजुरहरूले पढ्न सक्नुहुन्छ। पछि खोलेर यहाँनिर सबै ल्याङ्ग्वेज नेपालीमा लेखिदिएको छ है गाइस। यहाँनिर हजुरहरूले पढ्न सक्नुहुन्छ। थुप्रै के गर्नुपर्छ के गर्नु पर्दैन, हजुरहरूले के फलो गर्नुपर्छ भन्ने कुरा यहाँनिर हुन्छ। हजुरहरूले फेक आइडी खोलेर त्यस्तो गर्न चाहिँ मिल्दैन है। फेक आइडी खोलेर नराम्रो बोल्न चाहिँ मिल्दैन। अनि यहाँनिर देख्न सक्नुहुन्छ हजुरहरूले यहाँ डेली सबै देखाइरहेको छ इन्भाइट होइन। हजुरहरूले यदि हजुरहरूले इन्भाइट गरेर हजुरको कसैले मान्छेले पोपो खोल्नुहुन्छ भने हजुरलाई कमिसन आउँछ है गाइस। कमिसन आउँछ। यहाँनिर अब म्याच खेल्नुभयो भने म्याच विन हुनुभयो भने डेली हजुरले फेस देखाएर 2 घन्टा लाइभ बस्नुपर्ने हुन्छ। 2 घन्टा लाइभ बस्नुभयो भने यहाँ थुप्रै मिसनहरू हुन्छ। यहाँ कम्प्लिट भएर हजुरहरूले कलेक्ट गर्न सक्नुहुन्छ। यहाँनिर कोइन्स देख्नुहुन्छ। कोइन्स चाहिँ हजुरहरूले यदि रिचार्ज गरेर आफ्नो मोबाइलमा हाल्न चाहनुहुन्छ भने यहाँनिर देख्न सक्नुहुन्छ। सिम्पली यहाँनिर जाने। यहाँनिर गइसके पछाडि अब हजुरहरूले कति डलरको किन्ने हो यहाँनिर सिम्पली देखाइरहेको छ। सबै सो भइरहेछ। यहाँनिर हजुरहरू ट्याप गरेर किन्न सक्नुहुन्छ। यो किनिसके पछाडि हजुरहरूले गिफ्ट गर्न सक्नुहुन्छ है। गिफ्ट गर्न सक्नुहुन्छ। अब सिम्पली हामी चाहिँ कसरी पैसा कन्भर्ट हुन्छ त पोइन्टबाट कसरी पैसा जिक्न मिल्छ भन्ने हामी सिक्नेछौँ। अब यहाँनिर देख्न सक्नुहुन्छ। सिम्पली ओपन गरिसके पछाडि पोइन्ट हाम्रो चाहिँ एकछिन लोडिङ लिन्छ। लोडिङ लिइसके पछाडि अब हामीले चाहिँ गर्नुपर्ने विथड्र हो है गाइस।
विथड्र गर्न जाँदैछौँ हामी चाहिँ यहाँनिर क्लिक गर्नुहोस् सिम्पली। अनि यहाँतिर एड पेमेन्ट भन्ने देखाएर चाहिँ यहाँनिर क्लिक गर्नुपर्ने हुन्छ। यहाँनिर क्लिक गर्यो भने हाम्रो चाहिँ अब विथड्र गर्न जाँदैछु। अहिले चाहिँ मेरो चाहिँ विथड्र हुँदैन किनभने मैले एजेन्सी जोइन गरेको छैन। यहाँनिर एजेन्सी जोइन गर्नुपर्ने हुन्छ। विथड्र गर्नको लागि यहाँनिर थुप्रै देख्न सक्नुहुन्छ। यो ब्याङ्कहरू आबद्ध रहेको छ। यो ब्याङ्कहरूबाट हजुरहरूले खाता खोलेर पैसा सजिलै हजुरको खातामा विथड्र गर्न सक्नुहुन्छ। त्यसको लागि हजुरले एजेन्सी जोइन गर्नुपर्ने हुन्छ। एजेन्सीले के गर्नुपर्छ सबै भनिदिनुहुन्छ। यदि हजुरहरू एजेन्सी जोइन गर्न चाहनुहुन्छ भने मलाई पनि सम्पर्क गर्न सक्नुहुन्छ है गाइज। मलाई पनि सम्पर्क गर्न सक्नुहुन्छ। मलाई पनि सम्पर्क गर्नुभयो भने चाहिँ मैले एजेन्सी जोइन गराइदिन्छु। सिम्पली यहाँनिर हामी ब्याक जाँदैछौँ। यहाँ ब्याक गएपछि अब हजुरहरूलाई यो भिडियो मन परेमा लाइक सेयर सब्सक्राइब कमेन्ट गर्न नभुलिनु होला। यस्तै भिडियोहरू फेरि हजुरहरूको माझमा लिएर आउने नै छु।